भाषाको परीक्षा दिने तयारीमा हुनुहुन्छ? एकैछिन स्क्रोल नगरी सुन्नुहोस् है त। सुधा क्रिया एउटै तर अर्थ भने फरक फरक। आउनुहोस् सुधाको अर्थ के हुँदो रहेछ छोटकरीमा प्रष्ट रूपमा बुझ्ने प्रयास गरौँ। पहिलो नम्बरमा छ सुधा, जसको अर्थ लेख्नु भन्ने हुन्छ। त्यसो त लेख्नु भन्नलाई सुधाको फिसु थानमाल छक्ता पनि प्रयोग गर्न सकिन्छ। आउनुहोस् उदाहरणबाटै हेरौँ। फेन्जिरुल सस्सयो, चिठी लेखेँ। यही वाक्यलाई सस्सयोको ठाउँमा छगस्सयो लेख्दा पनि अर्थ लेखे भन्ने नै लाग्छ। दोस्रो उदाहरण हेरौँ। हाक्सिङ दुरी इल्गिरुल सुगो इस्सयो, विद्यार्थीहरू डायरी लेखिरहेका छन् भन्ने अर्थ लाग्छ। त्यस्तै सुधा दोस्रो नम्बरमा हेरौँ। सुधा जसको अर्थ स्पेन्ड अथवा खर्च गर्नु भन्ने हुन्छ। उदाहरणमा हेरौँ। छिन्गु सन्मुल सानुरा थोनुल मानिस सस्सयो, साथीलाई उपहार किन्न पैसा धेरै खर्च गरेँ। र यहाँ लेख्नु भन्दा सुधा प्रयोग गरे जस्तै खर्च गरे भन्दा पनि सुधाको प्रयोग गरिन्छ। त्यस्तै दोस्रो उदाहरण हेरौँ। अझै कफी मासिनुन्दे थोनुल सस्सयो, हिजो कफीमा पैसा खर्च गरे भन्ने अर्थ लाग्छ। त्यस्तै तेस्रो नम्बरमा छ सुधा अर्थात् प्रयोग गर्नु। शरीरमा लगाउने वा प्रयोग गर्ने कुराहरूलाई सुधा प्रयोग गर्न सकिन्छ। त्यसो त शरीरमा लगाउने कुराहरूलाई छाग्योङ हाँदाको प्रयोग पनि गर्न सकिन्छ। यहाँनिर सुधा र छाग्योङ हाँदालाई फिसु थानमाल भनेर बुझ्दा पनि हुन्छ। उदाहरण हेरौँ। मोजारुल सस्सयो, यही कुरालाई मोजारुल छाग्योङ हेस्सयो भन्दा पनि मिल्छ, जसको अर्थ टोपी प्रयोग गरे भन्ने नै हुन्छ। दोस्रो उदाहरण हेरौँ। खुनुन हेलमेथुल सुगो इस्सयो, उसले हेलमेट प्रयोग गर्दैछ। र अन्तिममा हेरौँ सुधा जसको अर्थ तितो स्वाद भन्ने हुन्छ। उदाहरणमा हेरौँ। अझै मग्गुन यागुल छङमाल सस्सयो, हिजो खाएको औषधि साँच्चै तितो थियो। अब यति बेला सस्सयोको अर्थ लेखेँ, खर्च गरेँ या प्रयोग गरेँ नभएर तितो थियो भन्ने अर्थ लाग्छ। वाक्य कस्तो बनेको छ भन्ने कुराले सुधाको अर्थ निर्धारण गर्छ। अर्को एउटा उदाहरण हेरौँ। कफीका नमु सस सल्थाङ्गुल नसयो, कफी धेरै तितो भएर चिनी थपे भन्ने अर्थ लाग्छ। र सुधाको अर्थहरूमा प्रष्ट हुनुभयो होला भन्ने आशा गर्दछु। भिडियो अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद।